के तपाईलाई थाहा छ 40 रुपियाँको स्टिङ 120 रुपियाँको रेड बुलले तपाईँको इनर्जी होइन सिधै अस्पतालको इमर्जेन्सी वार्ड टिकट दिँदैछ। पछिल्लो समय कलिला युवाहरूमा अचानक आउने हार्ट एट्याक र किडनी फेलियरको पछाडि कतै तपाईँले जोसका साथ पिउने यो ड्रिङ्क त होइन। बजारमा पानी जस्तै बिक्ने यी ड्रिङ्कलाई हामी थकाइ मेट्ने अमृत सम्झिएर खाइरहेका छौँ, तर यो वास्तवमा हाम्रो शरीरको लागि टाइम बम साबित हुँदैछ। आज हामी यसभित्रको कालो ससलाई केवल 3 च्याप्टरमा खोल्नेछौँ। विशेष गरी च्याप्टर 3 हेरेपछि तपाईँ यसलाई छुन पनि डराउनुहुनेछ। च्याप्टर 1। पहिलो कुरा, इनर्जी ड्रिङ्कले तपाईँको शरीरलाई कुनै नयाँ शक्ति तागत दिँदैन। जब हामी काम गरेर थाक्छौँ, हाम्रो दिमागले थकाइ लागेको सङ्केत दिन्छ र शरीरलाई आराम चाहिन्छ भन्छ, तर यी ड्रिङ्कमा हुने अत्याधिक क्याफिनले त्यो थकाइको सङ्केत दिने नसालाई बन्द गरिदिन्छ। अर्थात् यसले थकाइ मेटाउन होइन, बरु तपाईँको दिमागलाई थकाइ लागेको थाहै नपाउने गरी मूर्ख बनाएको हो। यसले गर्दा तपाईँको दिमाग ओभरवर्क हुन्छ र पछि एन्जाइटी, छटपटी र भयानक टाउको दुख्ने समस्या हुन्छ। च्याप्टर 2। दोस्रो कुरा, यसमा लुकेको चिनीको मात्रा। वयस्क मानिसले दिनभरमा 6 चम्चा भन्दा बढी चिनी खान स्वास्थ्यको लागि हानिकारक मानिन्छ, तर तपाईँले पिउने एउटै बट्टा एनर्जी ड्रिङ्कमा 9 देखि 12 चम्चासम्म चिनी उकुलो पारेको हुन्छ। अब यो चिनी एकैचोटि तपाईँको शरीरमा जान्छ, जसले कलेजो र पेटको बोसो तीव्र गतिमा बढाउँछ। यसले 2 घन्टाको लागि त गजबको जोस दिन्छ, तर त्यसपछि शरीरलाई अचानक पहिलेभन्दा डबल थाक्छ, जसलाई मेडिकल भाषामा चाहिँ सुगर क्र्यास भनिन्छ। च्याप्टर 3। सबैभन्दा खतरनाक कुरा, जब क्याफिन र चिनीको यो घातक कम्बिनेसन रगतमा मिसिन्छ, तब तपाईँको मुटुको धड्कन र ब्लड प्रेसर अचानक अस्वाभाविक रूपमा बढ्छ। वैज्ञानिक अनुसन्धानका अनुसार खाली पेटमा वा धेरै मात्रामा यस्तो ड्रिङ्क पिउनाले कलिलो उमेरमै हार्ट एट्याक र मुटु बन्द हुने जोखिम अत्याधिक बढेर जान्छ। यो कुनै साधारण पेय पदार्थ होइन, यो बिस्तारै असर पर्ने एउटा विष हो। त्यसैले साथीहरू, कहिलेकाहीँ आपतकालमा महिनामा 1-2 पटक खानु एउटा कुरा हो, तर यसलाई पानी जस्तै दिनहुँ खानु आफ्नो खुट्टामा पन्चर हान्नु हो। इनर्जीका लागि प्राकृतिक फलफुल, ग्लुकोज, पानी नै सबैभन्दा बेस्ट हो। के तपाईँ पनि ड्रिङ्क धेरै खानुहुन्छ? कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र यस्तै जानकारीमूलकको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।